यसमा कर्पोरल बेन बहादुर गुरुङ उहाँले 5031 रुपियाँ हामीलाई दान दक्षिण गर्नुभएको छ। आदरणीय मामा यो पर्ची लिएर पर्ची लिनु हुन आग्रह गर्दछु। ताली अनि हाम्रो किसान टोलका टोल अध्यक्ष आदरणीय भाइ सुमित्र गुरुङलाई उहाँले हामीलाई 7,000 रुपियाँ देउसी भैलो प्लस मार्बलमा नाम लेखाउन लागि दान दक्षिण गर्नुभएको छ। उहाँलाई पनि यो रसिद रिसिभ गर्न हुन अनुरोध गर्दछु। यता फर्किने यता 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 श्लोक सर यता त्यसै गरी आदरणीय भेनाजु मनबहादुर गुरुङ उहाँले 5100 हामीलाई दान दक्षिण प्रदान गर्नुभएको छ। आदरणीय भेनाजु अगाडि आइदिनु होला र यो रसिद गरिदिन अनुरोध गर्दछु। धेरै धन्यवाद हजुरहरूलाई है। नमस्कार। त्यस्तै प्रकारले हाम्रो बाजे चमबहादुर गुरुङले 5005 दिनुभएको छ। नानीले हजुर लाटिनी बुहारी उहाँ यो रसिद रिसिभ गरिदिनु होला अनुरोध गर्छु। एकदम एक्टिभ सदस्य धेरै धेरै धन्यवाद नानी है। त्यस्तै प्रकारले ताली बजाओ खै त। दाइले रोजबहादुर गुरुङले 5555 प्रदान गर्नुभएको छ। दाइले पनि यो रसिद दिइदिनु होला अनुरोध गर्दछु। रोजबहादुर दाइ विशाल टोल 5555। धेरै धेरै धन्यवाद बाँच्यो। नमस्कार। यस्तै प्रकारले आदरणीय हाम्रो अङ्कल र यो हाम्रो समाजको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो, पूर्व संस्थापक अध्यक्ष उहाँ अङ्कल प्रेमबहादुर गुरुङ उहाँले पनि हामीलाई 5555 प्रदान गर्नुभएको छ। उहाँबाट पनि आएर यो रिसिभ गरिदिन अनुरोध गर्छु। धेरै धेरै धन्यवाद दाइ हजुर संस्थापक हजुर परिवार। नमस्कार। आउनु के यस्तै गरी दाइ विष्णु गुरुङ उहाँले पनि 5555 हामीलाई दान दक्षिण गर्नुभएको छ। यो रसिद रिसिभ गरिदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी फुटबल टोली आग्रह एकदम वृद्ध बुवा कुमबहादुर गुरुङ उहाँले पनि 5620 रुपियाँ हामीलाई प्रदान गर्नुभएको छ। बुवालाई हामी बुवाप्रति एकदमै आभार प्रकट गर्न चाहन्छौँ। अनि हाम्रो मामा सूर्य रामचन्द्र गुरुङ उहाँको माइला छोरा एक बहादुर गुरुङले यहाँ पछि जो नाम मार्बलमा पछि नाम बाबाको लेखाउनुहुन्छ या आफ्नो त्यो आमा फैसला आफूले पछि दिनुहुन्छ भन्नुभएको छ। र उहाँ एक बहादुर सोल्टीले 15,015 रुपियाँ हामीलाई दान दक्षिण गर्नुभएको छ। यो रसिद दिनु हुन अनुरोध गर्दछु। यस्तै प्रकारले जो बाँकी जो बाबाआमाहरूले हामीलाई दान दक्षिण गर्नुभएको छ र उहाँहरूले पनि हामीले टोल अध्यक्ष मार्फत हामीले खबर पाएको छौँ कि उहाँहरूले जुन 1500 जुन प्रकारले हामीलाई दान दक्षिण गर्नुभएको छ त्यसमा
पछि हामी प्लस